ओके गाइस, आजको भ्लगमा स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ शनिबार हो, चर्च गएर घरतिर फर्किँदैछु। म भाइ बहिनी चाहिँ अहिले घर जाँदैछौँ। आज शनिबार सङ्गति आएको थियौँ र सङ्गति सकेर घरतिर जाँदैछौँ। सट्ट आएर भाइ उपर जाँदैछ। उही उही बहिनी पछाडि गरिरहेछ, अर्को बहिनी पछाडि नै आउँदैछ, धुँदैछ। आज शनिबार हो, तपाईँहरूको कता जानुभयो कमेन्ट गर्नुहोस्। कता जानुभयो, कता जाने जस्तै यो पर जाँदैछ भाइ चाहिँ। आजको मौसम चाहिँ यस्तै छ है, शनिबार हो। आज पानी हिजोसम्म चाहिँ निरन्तर फ्याट पऱ्यो, हिजो दिउँसो बढी पानी पऱ्यो। हेर्नु सबै आल्छ, धान रोपेको धन्न धान काटेर यसो गरेको छ। अनि हामी चाहिँ आज शनिबार हो, अनि घर फर्किँदैछौँ चर्चबाट। घर जानु त्यति टाढा छैन, चर्च नजिकै हो, 15-20 मिनटको बाटो। ल गइसक्नु यहाँ त गाई। तपाईँहरू को चर्च जानुभयो आज? को जानुभयो त जानुभयो, क्रिस्चियन जति। म चाहिँ चर्च गएँ र अहिले फर्किँदैछु। घर आइपुग्न लाग्यो। ए भाइ, मेरो भाइ, ओ मेरो भाइ, के छ खबर? हेर न, साइकल कुदाउनु सक्नेछ नि? सक्छ नि साइकल, मजाले कुदाउँछु मेरो भाइले। मैले साइकल नै हो। लहर लहर 2 मिनट भइसक्यो। छैन हौ ल है त गाइज, बिचमा आइपुग्यो। अब चाहिँ कति नै छैन, नजिकै छ। गइसक्यो सबै के हो के रहेछ? अङ्कल ओ मेरो भाइ, के छ खबर? प्रेमदेखि मलाई केले पो छुटाउँछ यसोको साँचो प्रेमदेखि मलाई केले पो छुटाउँछ। लगाइज अब चाहिँ मेरो घर आइपुग्यो है त। मेरो घर सुनडाँडा चोक। सुनडाँडा चोक